हामी चाहिँ फर्स्ट टाइम है यहाँ एसडिएस रक गार्डन। यो चाहिँ एसडिएस रक गार्डन सचेत धराने समूह है। अहिले चाहिँ हाम्रो धरानका नगरपिता हाम्रो हर्क साम्पाङज्यू आइकन चाहिँ है यो ठाउँ चाहिँ अहिले यति राम्रो भएको छ। अनि पहिला हामी लगभग 3-4 वर्ष अगाडि आउँदाखेरि यहाँनिर यस्तो राम्रो ठाउँ थिएन क्या। अनि जब चाहिँ हाम्रो हर्क साम्पाङ सर चाहिँ अनि धरान नगरको मेयर हुनुभयो अनि उहाँले चाहिँ धेरै परिवर्तनहरू गराउनु भएको छ यस धरानमा। यहाँनिर चाहिँ अनि अहिले धेरै लोकल टुरिस्टहरू अनि ज्यादा लोकल टुरिस्टहरू एकदमै ज्यादा है। अनि यहाँ हाम्रो एकजना दिदी हुनुहुन्छ सफा गर्दै हुनुहुन्छ गार्डन। असाध्यै राम्रो छ अहिले। राम्रो छ होइन, राम्रो भएको रहेछ। किनभने हामी त लगभग 3 वर्ष अगाडि 4 वर्ष अगाडि मात्रै आएको थियौँ। अनि बिचमा यो अहिले यो एसडिएस पार्क भन्ने बनिसकेर चाहिँ हामी आएको थियौँ। आमा यस्तो दामी यो इँटाको ब्लकले यति दामी बनाएको छ। साह्रै दामी जस घुम्नलाई हेर्नलाई चाहिँ एकदम दामी ठाउँ रहेछ। यहाँ माथि हेर्नु सक्नुहुन्छ धरान लेखेको बोर्ड छ है। अनि यहाँनिर चाहिँ चिल्ड्रेन पार्क भनेर पनि रहेछ सानो। यो चाहिँ बच्चाहरूको लागि, तर यहाँनिर चाहिँ अलिकति बुढो बच्चाहरू जस्तो देखेँ मैले माथि बसिराखेको चाहिँ। अनि यहाँ चाहिँ हाम्रो पावल भेना हुनुहुन्छ। भेना, के भन्नुहुन्छ तपाईँ यो श्रम संस्कृति पार्कको बारेमा? श्रम सांस्कृतिक पार्कको बारेमा भन्नुपर्दा यो चाहिँ एउटा बगर थियो भाइ, खोलाको बगर है। खोलाको बगर थियो। यो बगरलाई चाहिँ हाम्रो मेयर हर्क साम्पाङज्यूले चाहिँ एउटा फुलबारीको बगैँचामा उहाँले चाहिँ निर्माण गर्नुभएको छ। यसको लागि हामी धेरै आभारी छौँ। र अहिले यस ठाउँमा देश विदेशबाट अनि सबै ठाउँबाट चाहिँ एउटा टुरिज्म, एउटा घुम्नको लागि, एउटा रमाइलोको लागि आउने एउटा गन्तव्य बनेको छ। पर्यटकीय स्थल रमाइलो छ, राम्रो छ। जस हर्क साम्पाङ सरलाई धेरै धेरै धन्यवाद होइन, किनभने उहाँले धरानको लागि यो एउटा उदाहरणीय काम गर्नुभएको। मनैबाट र हृदयबाटै उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद। यस्तो लिडर र निडर भनेको यस्तो खालको हुनुपर्छ कि कसैले
खुट्टा तान्छ भने पनि आफ्नो टकटकाएर अगाडि बढ्ने खालको हुनुपर्छ भन्ने कुरा नै जनाउँछ र हुनुपर्छ यस्तै खालको नि हो। हुन्छ हाम्रो भेनाले मेयर हर्क साम्पाङ सरको बारेमा त भनिहाल्नु भयो है साँच्चै फेसबुकमा चाहिँ नहाल्नु होला, होइन यो हाल्नु एडिट गरेर हाल्नुहोस्। उहाँ जस्तै एकदमै निडर अनि साहसी मान्छे चाहिँ चाहिन्छ देशको लागि, किनभने उहाँले चाहिँ यस धरानलाई यति नेतृत्व गरेर यस्तो है उहाँको पनि धेरै खुट्टा तान्ने मानिसहरू थियो अनि उहाँ र पनि है कहिले पनि पछि सर्नु भएन। उहाँ चाहिँ निरन्तर अगाडि बढ्नु भएको कारणले अहिले यो सफलता चाहिँ उहाँले पाउनु भएको छ। साह्रै राम्रो। यहाँ हाम्रो हर्कराज भाइ, उहाँ सारा, यहाँ जाउँ न यहाँ बच्चाहरूको पार्कमा के छ। यहाँ म चिल्ड्रेन पार्कमा आउँदैछु है। यहाँ दुईजना बाबुहरू खेलिराखेको छ। दुईजना होइन एकजना पो रहेछ त। दामी ल। यहाँ चाहिँ फेरि यो यस्तो दामी आइडिया लाग्यो नि है। यहाँ मुनि चाहिँ सिमेन्टेड ढलाइ छैन है। यो चाहिँ अनि अब केटाकेटीहरू चकचके हुन्छ, उपद्रो हुन्छ नि त होइन। अनि बाइचान्स लडिहाल्यो भने बालुवामा त सायदै चोट नलाग्ला है। त्यसले गर्दाखेरि यो चाहिँ आइडिया मलाई एकदम दामी लाग्यो। बालुवा बच्चाहरूको सेफ्टीको लागि चाहिँ बालुवा राम्रो छ, एकदम राम्रो। त्यहाँ हाम्रो एउटा हिरो भाइ खेल्दैछ। के छ भाइ, कहाँबाट आयो? झुम्काबाट। राम्रो लाग्यो? लु यहाँ एकचोटि सानो कुरा गरौँ त। यो सबै कुराहरू कसले बनाएको तिमीलाई थाहा छ? ल तिम्रो नाम भनिदेऊ सुरुमा। यहाँ बस। नारायण खतिवडा। कहाँबाट अरे तिमी? म झुम्काबाट। झुम्काबाट। अनि यो कसले बनाएको यो थाहा छ है तिमीलाई? लु कसले भन त? हर्क साम्पाङले बनाएको। हर्क साम्पाङ सरले बनाउनु भएको है। अनि तिमीलाई कस्तो लाग्यो यो? राम्रो। एकदम राम्रो लाग्यो। अनि के भन्छौ तिमी हर्क साम्पाङ सरलाई? राम्रो छ। राम्रो छ भन्छौ? धन्यवाद भन्दैनौ? ल ल हाम्रो भाइ के पो अरे तिम्रो नाम? नारायण। नारायण भाइले नारायण भाइले पनि हाम्रो हर्क सरलाई धन्यवाद भन्नुभएको छ। झुम्का नारायण खतिवडा भाइ है, झुम्काबाट आउनुभएको छ। ए तपाईँहरू झुम्के टोली हो? ल ल ठिक छ ठिक छ। ए ल उहाँहरू 10-11 जना हुनुहुन्छ अरे झुम्काबाट आउनुभएको। कस्तो लाग्यो दिदी तपाईँलाई यो संस्कृतिमा? हो है, ल धन्यवाद तपाईँलाई। हजुर। ए भनेपछि तपाईँहरूले नि फेसबुकतिर हेरेरै आउनुभएको, राम्रो लाग्यो है। ल अनि हर्क साम्पाङ सरलाई के भन्नुहुन्छ त? यति राम्रो ठाउँ घुम्नु पाउनु भयो। ल ल धन्यवाद हाम्रो दिदीलाई यति राम्रो प्रतिक्रिया दिनुभएको छ। यहाँ ल है यस्तो दामी दामी ठाउँहरू छ कि पहिला हामीहरू त यहीँको हो, धरानको यो। हामी यहाँ 3-4 वर्ष अगाडि आउँदाखेरि यतातिर सबै बगर थियो अनि सिमसाग खेती गर्थ्यो। अनि ओसो पार्क भन्थ्यो है। अझै हुन त सिमसागहरू त अझै पनि होला खेती गरेको। अनि मिठो पनि थियो क्या यहाँको सिमसाग। फेरि हामीले धेरैचोटि किनेर लगेर खाएको छौँ यहाँको सिमसाग। तर अहिले खासै देखिएन सिमसाग, सायद छैन होला। अनि यहाँ चाहिँ माथि हेर्दाखेरि डेटिङ बस्ने ठाउँ पनि रहेछ। जोडी बसिरहेछ माथि है। नारायण खतिवडा भाइले त खत्रै खेल्यो त हौ पिङ त। नि आमा लडिन्छ है लडिन्छ। ल उहाँहरू चाहिँ झुम्काको टोली अरे। बुढी आमा पनि हुनुहुँदो रहेछ।
ल म यहाँ वृद्ध आमालाई देखेँ, म उहाँसँग एकचोटि सानो थोरै कुरा गर्छु। ए 2 जना हुनुहुँदो रहेछ। ल आमाहरूलाई नमस्ते। तपाईँहरू कहाँबाट आउनुभयो अरे? 12 पोखरी खोटाङ। मेरो यहाँ एकदमै टाढाबाट खोटाङबाट आउनुभएको रहेछ। यहाँ वृद्ध आमा हुनुहुन्छ। अनि तपाईँ चाहिँ कहाँबाट भन्नुभयो? चिसापानी भनेको कहाँ पर्यो? खोटाङै। आमामा खोटाङबाट। ल है यो हेर्न आउनुभयो है। अनि तपाईँहरूलाई कस्तो लाग्यो आमा यो हाम्रो यो हर्क साम्पाङ सरले बनाउनु भएको यो श्रम संस्कृति पार्क? राम्रो लाग्यो है। ल यस हाम्रो हर्क साम्पाङ सरको काम हेरेर उहाँहरू पनि खुसी हुनुभयो। हजुर ल ल हुन्छ। यति टाढाबाट आउनुभयो तपाईँहरू घुम्नलाई, तपाईँहरूलाई पनि धन्यवाद। खाजाहरू त सायद उतै त मास्तिरतिर होला होटल। त्यहाँ होटलहरू पसलहरू छ होला। तपाईँहरू चाहिँ कहाँबाट आउनुभयो? तपाईँहरू पनि उता खोटाङबाटै? आमा ल तपाईँहरूलाई पनि धन्यवाद। यति टाढाबाट हाम्रो धरान हेर्न आउनुभएको छ है। ए ल हुन्छ ल।